बल्ल बल्ल भएको अवस्था। यो 2082 साल 2082 सालको दसैँको सपिङ गर्न महाबौद्धमा 3 जना सुङ्गेली अर्को खै महाबौद्धको के छ च्यारो छ ठिक छ होइन मलाई च्यारो हुने उयो हेरेर आएको भन्ने मेरो नाम चाहिँ चन्द्रप्रसाद सापकोटा हो 100% मदन यसले के भन्छ यसले 100% भन्छ त आउँदै होला त्यो अनि म सबैको आउँदै होला त आजकलको 100% च्यारो रे उहाँ चाहिँ हाम्रो सबैको हाम्रो दाइ हो। कहाँ छ अहिले हामी वडा नम्बर 10 बदेली गाविसका महासचिव गाविस मान्छे हो म नगरपालिकाको अहिले चाहिँ हामी तरुणीहरू हेर्न आएको हो। यो चाहिँ रियाक्सन है गाइस सेल्फी हो जिन्दगी 82 सालको दसैँ सपिङको सिलसिलामा है गाइस हामी चाहिँ अहिले महाबौद्धमा हामी आइपुगेका छौँ। यो चाहिँ हाम्रो यो चाहिँ मेरो प्यारो भाइ प्रदीप भाइ यो चाहिँ हाम्रो आफ्नै नगरपालिकाको मेयरको मान्छे है हजुर कसले यो चाहिँ हाम्रो दाइ बच्चादेखिको साथी हाम्रो दाइ हाम्रो दाइ पेटा पाप्ने पनि मुख धर्म नि छैन भएको चाहिँ पेचा पेचा भनिदियो एकदिन यो न्युरो निस्किने बाटो हेर्नुहोस् मान्छेको बाबुको होटेल जाने हो क्या भिडभाड त छैन तर पनि मान्छे किन यस्तो है बजार त खाली छ तर भिडभाड चाहिँ बाटा मात्रै छ है पसलतिर चाहिँ छैन। यो चाहिँ हामीले लाइभ हालिरहेको छ होइन उकाल्दैको हामी धन्न केही नै होइन अस्ति ल 1 महिना बजार रियाक्सन है हजुर बजार रियाक्सन ट्याक्सीको टाङ्ग्रासम्म धान्ने रहेछ मेरो खुट्टाले त्यसै त मेयरको मान्छे भएको होइन कि एउटी 1000 र 500 के को 1000 के को खान्थे भन्दै लोकल है कोही नहीं न्यू रोडको बजार 1500 को मामले न्यू रोडको बजार अब उसको पसलमा जान्छ आज हामी ल बाबुको पसलमा जाउँ घर पसल जान्छ जाने पनि जाउँ कहाँ देखा म अहिलेसम्म के भाइ के आयो खतरा खतरा 250 हेर्नु त कति राम्रो छ सबजना यो पसल भिजिट गर्नु होला त हेर्नु त ओके 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 छ भाइ ओके अनि यो सेन्सर भने होइन सेन्सर अन गरे होइन एकछिन अन गरेर सेन्सर सबैतिर जान्छ होइन अन गर्नुदेखि सेन्सर ल सेन्सर अन गर्नु न रमाइलो भइरह है यसपालिको दसैँ यसरी सधैँ रमाइलो भइरह पछि के हुन्छ थाहा छैन होइन अरूहरूलाई त्यस्तै हो। कहाँ अरे हामी अहिले अहिले हामी चाइनाको बजारमा छ यसले के भन्छ यसले यस्तो हो क्या ठिक छैन होइन कडा कडा चिजको सोच तपाईँले मलाई अरू चाहिँ होइन भोकै लागिरह होइन भोक भोक खानु परेन। अब हाम्रो गाउँको प्यारो राजेन्द्र दाई हुनुहुन्छ एक जग्गा पसल त्यहाँ अनि गएर खाला पस्न बाबु होइन बाबु भने ए
बहिनीहरू भने होइन मैले हाम्रो बाबुलाई भने आयो यसो कस्तो हो भने हामी कहाँ न्युड आइदियो यस्तो हो क्या ल होला है होला म त पहिला किन यस्तोमा फेरि पैसा खर्च गर्न होला भनेर पछि बुझ्दै जाँदा राम्रै रहेछ 4 ठाउँमा त ठगिएको थियो भने एक ठाउँ मिलाएर दियो त्यसले जब 22,000 पऱ्यो यसको है एक ठाउँ 30,000 भनेको थियो एक ठाउँ 29,000 भनेको थियो एक ठाउँ 28,000 भनेको थियो एक ठाउँ 22,500मा दियो हाम्रोमा चाहिँ एकदम टोलाएर हिँडिरहनु भएको छ हाम्रो दाइलाई चाहिँ किन टोलाइरहनु भएको छ पहिलोचोटि हामीले काठमाडौँ घुम्नु ल्याएको दाइलाई त हेर कुमारी बैङ्कको एटिएम चाहियो भने न्यु रोड बजार जाने हो र हिँड्दै जाने हो हिँड्दै जाने हो होइन मलाई कुमारीको चाहियो हिँड्दै जानु पर्यो नि त बाइक किन लैजाने भने क्या यो च्याङ्ग्राको बाइक हो 7843 यो सेङ्ग्रोको बाइक